गाह्रो छ हौ। अहिले चाहिँ म निलबाराइलको जङ्गलमा आएको छु। अब मान्छे धेरै भएको भएर मान्छे यसो हिँडिरहने ठाउँमा भएर लाज लागेको हो कि भनेर जङ्गलमा एक्लै आएर बनाउने नि कोसिस गर्दैछु है। र पनि अझै पनि लाज चाहिँ लागिरहेछ। मान्छेहरू यहाँ पनि रहेछ 2-4 जना माथितिर परतिर। र पनि लाज लाग्दैछ, बनाउँदै पनि छु। के गर्नु, त्यसमा काट्यो हुन्छ। सेवा अनि नमस्कार सबैजनालाई। सबैले हेरे फेरि के गर्नु र। यो म्याक्सिमम नेपालीहरू अलिकति बिग्रेको चाहिँ मलाई एउटा मेन पोइन्ट चाहिँ के पनि लाग्यो भनेदेखि लाजै हो कि जस्तो पनि लाग्यो। अब मान्छेहरू नेपालमा केही नगरी विदेश धेरै ताक्छ नि। अब विदेशमा चाहिँ अब कसैले केही थाहा हुँदैन, कसैले देख्दैन भन्ने हिसाबले पनि अब विदेशमा चाहिँ जे पनि गर्न मान्छे तयार हुन्छ होइन। अब यो नेपालमा चाहिँ अलिकति लाज लाग्ने होइन, त्यसले पो देख्ला कि भन्ने, उसले पो देख्ला कि भन्ने अब यो चाहिँ अहिले आफैलाई हेरेर चाहिँ आफ्नै अनुभवमा चाहिँ यो लाग्यो मलाई। आज भ्लग बनाउनु भनेर बाटोमा निस्केँ है। क्यामेरा पनि अब अस्ति मोबाइल थियो, अनि मोबाइलबाट चाहिँ भ्लग बनाउँछु भन्ने हिसाब किताबले निस्केँ। मोबाइलले अलिकति लाज लाग्यो। अनि मोबाइल लाज लागेपछि चाहिँ मैले के सोचेँ भनेदेखि अब क्यामेरा भयो भनेदेखि चाहिँ अलि लाज लाग्दैन कि, अलि मान्छेले देख्दा पनि क्यामेराले बनाएर रहेछ भन्ठान्छ, अब अलि लाज लाग्दैन होला भन्ने हिसाबले चाहिँ फेरि क्यामेरा किनेर क्यामेरा लिएर पनि बाटोमा निस्किँदाखेरि अब पहिला अब जाँदा बाटोमा यसो सम्झिँदै जाँदैछु, यो भन्छु त्यो भन्छु भनेर यति प्लान बनाएर राख्यो है। अनि जब अब ठाउँमा पुगेपछि अब क्यामेरा अन गरेर अब जब हिँड्न थाल्यो तब चाहिँ दिमागमा भट्लो भाङ्के अघि सबै सम्झेको कुराहरू सबै नै बिर्सिन्छ। अनि यस्तो हुँदो रहेछ। अनि यसो गेस गर्दाखेरि होइन अब इन्डियनहरू आएर चाहिँ नेपालमा कबाडीहरू उठाउने, प्लास्टिकहरू टिप्ने, यताउति गरिरहेको हुन्छ। उनीहरू पनि उनीहरूको देशमा उनीहरूकै ठाउँमा भयो भने चाहिँ त्यसरी लाज लाग्थ्यो होला क्या उनीहरूलाई। त्यही भएर यहाँ आएर गर्छ क्या। अब हाम्रो नेपालीहरू पनि जति पनि छ अब सबै विदेश गएर चाहिँ अब जे पनि गरिरहेको हुन्छ उनीहरू। अब कोही केमा हुन्छ जेमा परे पनि गरिरहेको हुन्छ उनीहरू होइन। कति साथीहरू चाहिँ त्यस्तो, आफ्नो साथीहरू पनि त्यस्तो देखेको छु। अब यहाँ यसो हाउखाइ गरेर हिँडेको साथीहरू पनि त्यहाँ गएर विभिन्न काम होइन, अब यही भनेर नखुलाउँ होइन, विभिन्न कामहरू चाहिँ अब गरिरहेको हुन्छ। लाज माने हुँदैन जस्तै रहेछ। अब म पनि त अब यहाँ नभइकन अब अन्त कतै भइदिएको भए, अब विदेशतिरै भइदिएको भए पनि यो लाइन चाहिँ अलिकति अलि धेरै नै लाज लाग्ने जस्तै हो कि के हो जस्तो पनि लाग्यो मलाई चाहिँ। लाग्यो, अब सबैलाई लाग्छ लाग्दैन त्यो त मलाई थाहा भएन होइन। मलाई चाहिँ अलि अप्ठ्यारो लाग्यो। लाज भन्दा नि लाजै त्यस्तो साह्रो, लाजै भन्दा नि अप्ठ्यारो। अब के बोला कि के हो कि भनेर मान्छेले सोच्ला, के सोच्ला, मान्छेले के भन्ला भने जस्तो। हुन त मान्छे अब मान्छे हो होइन, अब के भन्ला, को हो नि के हो नि सबै आफ्नो आफ्नो टेन्सनमा हिँडिरहेको हुन्छ। कसैलाई मतलब भएको कुरा त होइन। त्यही पनि मलाई चाहिँ त्यस्तो लाग्यो। अब केही भन्ला कि उनीहरूलाई मलाई केही भन्ने फुर्सद त नहोला, त्यही पनि मलाई चाहिँ त्यस्तो लाग्यो। यस्तो हुँदो रहेछ है। ब्लगको सुरुवातमा यस्तै हुँदैछ मेरो। बिस्तारै बन्छ कि अब यहाँ पनि अहिले फेरि यो भित्र चाहिँ अलिकति बोल्न सकिरहेको छु होइन। साथीहरू पनि यहाँ निकै भएर होला अलि आँट आइरहेछ। अघि बाटोमा चाहिँ अक्क नबक्क भएको भिडियोहरू छ, त्यहाँ हेर्नु सक्नुहुन्छ होइन। त्यो पनि हाल्छु म, त्यो पनि देखाउँछु।